नारद सत्यलोक पुगी गया, लोकको गरु हित भनी। ब्रह्मा ताही थिया पर्या चरणमा, खुसी गराया पनि। क्या सोच्छौ तिमी सोध भन्छु भनी, मर्जी भया थियो जसै। ब्रह्माको करुणा बुझेर ऋषिले बिन्ती गर्या यो तसै। हे ब्रह्मा जति हुन् शुभ सबै, सुनिरहेछु कछु। बाँकी छैन तथापि सुन्न अहिले, इच्छा म यो गर्दछु। आउला जब यो कली बखतमा, प्राणी दुराचार भई। गर्न्या छन् सब पाप अनेक तरहका, निजका मतिमा गई। साँचो बात गरैन कोही अरूकै, गर्नन् त निन्दा पनि। अर्काको धन खानलाई अभिलाष, गर्नन् असल हो भनी। कोही जन्त पर स्त्रीमा रत हुनन्, कोही त हिंसा महा। देहैलाई त आत्म जानिरहनन्, नास्तिक पशु झै तहाँ। कामका चाकर झै भएर रहनन्, स्त्रीलाई दौतासरी। मान्नन् पितृ र मातृलाई बुझी खुब, शत्रु सरीका गरी। ब्राह्मण भइकन वेद बेचिरहनन्, कोही पढुन् तापनि। धन ठुलो छ पनि भन्या सहज धन, आर्जन गरौँला भनी। जाति धर्म रहेन क्षत्रियहरूमा, जो छन् यिनी चाहरू। शूद्रादि त तपस्वी भइरहनन्, ब्राह्मण सरीका बरु। स्त्री धेर भ्रष्ट हुनन् पति र ससुरा, कोद्रोह ठुलो गरी। यस्ता दुष्ट कसोरी मुक्ति त हुनन्, संसार सागर तरी। यो चिन्ता मनमा भयो र अहिले, सोधु उपाय भनी। आयाको छु दया निधान कसरी, तर्नन् सहज यी पनि। यस्तालाई उपाय तर्न सजिलो, कुन हो आज्ञा गरी। मेरो